हेलो जय मसी नमस्ते सबैजनामा। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला है। अनि म पनि सन्चै छु आजको दिन। अनि आजको दिन चाहिँ ठ्याक्कै भन्नुपर्दा म चाहिँ लगभग 2 घन्टाको बाटोमा यात्रामा छु। खोरौङा खोलाको छेउमा जाँदैछु है। अनि अहिले साँझ परिसकेको छ, घाम पनि भर्खरै डाँडा पारी डुबिगएको छ। आज मेरो साथमा मेरो मण्डलीको पास्टर बाउ अनि मेरो मण्डलीका एल्डर बुवा हुनुहुन्छ, मभन्दा अलिकति अगाडि हुनुहुन्छ। यो के बनाएको यस्तो ढुङ्गासुङ्गा गाडेको छ। गाउँघरमा सेवाकै गर्नु चाहिँ लास्टै गाह्रो छ है। एक त अब साधन हुँदैन है। अब साधन भए पनि एकदमै गाउँहरू पातलो भएको कारण एकदमै टाढा टाढा जानुपर्ने हुन्छ। अनि ठाउँहरू पनि विकट है, बाटो पनि अलिक अप्ठ्यारो। लास्टै गाह्रो छ क्या गाउँघरमा सेवाकै गर्नु चाहिँ। एक त अब समय हुँदैन, समय भए पनि अब त्यो एकदम व्यस्त समयलाई चाहिँ मेन्टेन गरेर अब समय निकाल्नु पर्ने हुन्छ क्या। एकदमै गाह्रो छ। मेरो मण्डलीको ग्रुपहरू चाहिँ जाँदै हुनुहुन्छ है मेरो अगाडि। अब चाहिँ साँझ परिसकेको छ, लगभग अब धेरै छैन अँध्यारो हुनलाई। यात्रा अझै धेरै छ, यात्रा पुग्न धेरै छ समय है। अझै धेरै छ यात्रा गर्न। साँझ परिसकेको छ, अहिले चाहिँ लगभग अँध्यारो हुन मात्रै बाँकी छ है। पुग्न अझै धेरै छ। लगभग म अहिले आधी मात्रै आइपुगेको छु। मैले लगभग आधी चाहिँ यात्रा गरिसकेँ। अब अझै आधी हिँड्नै बाँकी छ। त्यसपछि चाहिँ बल्ल तल्ल हामी खोलाको छेउमा पुग्नेछौँ। अनि हाम्रो चर्च मेम्बर हुनुहुन्छ हाम्रो छविलाल दाजु, दाइको घरमा हामी पुग्नेछौँ। अनि आज भलाकुसारी गर्नेछौँ, भेटघाट गर्नेछौँ, मिठो बातचित गर्नेछौँ, भेटघाट गर्नेछौँ। अनि येशूको प्रेमले हामी साट्नेछौँ एक आपसमा। हाम्रो सम्बन्ध, हाम्रो मिलाप अनि स्वर्गको राज्य अनि परमेश्वरको इच्छा अनि उहाँको प्रेमलाई हामी साझा गर्नेछौँ। यो देखिएको गाउँलाई चाहिँ खहरे भन्छ। यो गाउँको नाम खहरे हो। अनि यो पारिपट्टि देख्नुभएको यो सानो चुचुरा म जुम गरेर देखाउँदैछु तपाईँलाई। यो डाँडा चाहिँ यसलाई चाहिँ माने डाँडा भनेर भन्छ। माने डाँडा हो यसको नाम है। झमक्कै रात परेको छ है। एकदम मान्छे देखिए तापनि चिन्न नसकिने अवस्था भएको छ। अहिले चाहिँ हामी अन द वे बाटोमै छौँ। अहिले चाहिँ म ठ्याक्कै हाम्रो भतिज मदनको घरमा आइपुगेको छु। साँझ आइपुग्दा ठ्याक्कै रातै परिगयो है। अनि बत्ती बलिसकेको थियो। मोबाइलमा लाइट बल्दै आएको। बाटो पनि धुलिमासतिर जङ्गलघारीमा चाहिँ बिर्सी पठाइएछ। झुक्किँदै आइयो है। अनि म चाहिँ मदनसँग छु अहिले। हामीले भर्खरै खाना पनि खाइसकेका छौँ। खाना खाइसकेर टक्क बसिराखेका छौँ। अनि के छ मदन खबरहरू तिम्रो? ठिक छ। अलि ठुलो भन्ने बेला भयो। ठिक छ। स्कुल जाँदैछौ? कतिमा पढ्छौ भन त? 7। रोल नम्बर कति हो? 9। रोल नम्बर 9। नाम लेख्न आउँछ? कपुडीकोहरू आउँछ? पढ्नु आउँछ नि है? पढ्नु आउँछ नि होइन? अलिअलि आउँछ ए। अनि आज के गर्यो भनिदेऊ न त? मोबाइल मात्रै हेरेको? अरे बाख्रा नि हेऱ्यौ? ए ल। अनि कस्तो लागेको छ आज काकालाई भेट्दा? म तिम्रो र मेरो भेट भएको भिडियो लाउँछु ल। हुन्छ लाउनु? लगाइदिन्छु ल।
गुड मर्निङ एभ्रिवान। तपाईँले देख्दै गर्नुभएको दृश्य चाहिँ सूर्योदय भएको दृश्य हो है। डाँडाबाट घाम निस्किराखेको दृश्य हो। कटेज मिटिङ सकेर आजको बिहानी घर फर्किँदैछौँ। बाटो उकालो छ, यात्रा कष्टकर छ। अनि म अहिले मेरो एल्डर बाउसँग छु। बिहानको ठ्याक्कै 7 बजेको छ। हाम्रो कटेज मिटिङ एकदमै राम्रो भयो। हाम्रो छोराबारीको कटेज मिटिङ घरमा हामीले परमेश्वरले अनुग्रहमा राख्नुभयो। धेरै धेरै धन्यवाद प्रभुलाई। अनि प्रार्थना गऱ्यौँ परमेश्वरको महिमा र आश्चर्य कामहरूको लागि हामीले अन्तर्विन्ती अर्धविन्ती राख्यौँ। अनि यहाँ चाहिँ दुष्ट शैतानिक कुराले धेरै दुःख दिएको कुराहरू रहेछ। अनि हामीले येशूको नाउँमा निस्किएर जाने आज्ञा गऱ्यौँ। चौपायामा, मानिसमा, परिवारमा अनि सबै शान्ति सुरक्षा होस् भनेर हामीले घोषणा गरेर आएका छौँ।